我就把人买。हेलो नमस्ते, इट्स मी प्रदीप परियार आयो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदमै ठिक छु। अनि अहिले चाहिँ बिहानको 8 बजी म चाहिँ भर्खर उठेर मुखसुख धोएर ब्रस गरेर फ्रेस भएर यसो ग्राउन्डतिर आएको। यहाँ चाहिँ हाम्रो ग्राउन्ड छ कि एउटा, यहाँबाट चाहिँ प्रायः सबै ठाउँ देख्थ्यो। आज चाहिँ हल्का बादल लागेको, त्यही भएर केही देख्न पाएन। त्यही पनि म एकछिन बस्छु अनि एकछिनमा जान्छु। 9 बजीतिर चाहिँ सबै मम्मीहरू काममा जानुहुन्छ अनि म चाहिँ घरमा एक्लै हो आज। सो त्यही हो। अनि मेरो भिडियो चाहिँ हेरेर यसो सबैजनाले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अनि सबैले सब्सक्राइब गरेर माया गरिदिनु होला। सो त्यही हो। अनि म चाहिँ आज घरमा एक्लै हुन्छु अनि मैले चाहिँ खाना बनाएर पनि खानुपर्ने हुन्छ आफैले। त्यही हो। अनि यहाँबाट चाहिँ प्रायः सबै ठाउँ नै देख्छ क्या। यो चाहिँ मतलब बिचमा त्यही यो पहाड जस्तो छ क्या। यो चाहिँ ग्राउन्ड छ, यहाँबाट चाहिँ प्रायः सबै ठाउँ देख्छ। त्यही भएर यसो आएको, बादल लागेर केही नदेख्ने भएछ, त्यही हो। अनि म चाहिँ मेरो चाहिँ पासपोर्ट बेचेको कति 4 महिना भइसक्यो। अनि अहिले पनि भिसा चाँडै आउँछ भन्थ्यो, अहिले अझै आएको छैन। त्यही भएर म चाहिँ लगभग चैतको 1-2 गतेतिर काठमाडौँ जान्छु होला। त्यो भ्लग पनि म तपाईँहरूलाई देखाउने छु। अनि सबैजनाले माया गरेर लाइक सेयर कमेन्ट गरिदिनु होला। सोलखुम्बु कसले चिन्नुहुन्छ कमेन्ट गरिदिनु होला। अनि त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला।